यो न मेरो छेउ मलाई एक्लै बस्न देऊ, चाहन्छु म बस्न अँध्यारोको टाक। खुसी छैन मेरो मनमा, भइरहेछ धेरै दुःख। बाबाको भने धेरै इज्जत छ समाजमा, छोरो भने बसिरहन्छ जहिले चार्जमा। बाउ आमाको नाम चलिरहेछ मेरो सासमा, केही गर्न सकेको छैन बाउ आमाको लागि, त्यही नै हो कुरा खासमा। बाबा भने अब त के गर्न छोरा, अब आउने दिनमा सायद म मर्छु होला। तेरो जिन्दगी बगिरहेछ जस्तै खोला, नपढे पनि के भो त तेरो लाइकको लागि, केही न केही त काम होला। साथीभाइ भने छुट्टै ठाउँमा छ, परिवार भने छुट्टै ठाउँमा, किन जानु पर्यो टाढा। केही गर्न सक्छस् त आफ्नै ठाउँमा, केही गर्न सक्छस् त आफ्नै ठाउँमा। हामी बाँचिरहेछौँ तेरो नाउँमा, जानुपर्छ पैसा कमाउन जस्तै तातै घाममा, जानुपर्छ पैसा कमाउन जस्तै तातै घाममा। यो माफ गरिदिनु मलाई आमा बुवा, मेरो जिन्दगी भइरहेछ जस्तै अँध्यारो कालो कुवा। अब धेरै दिन होइन 2-4 दिन मात्र पर्खिनु, अब म अगाडि बढ्छु। ठुलो मान्छे बन्न नसके पनि हजुरको खुसीको लागि जे नि गर्न सक्छु, बरु साथीभाइ त्याग्न सक्छु। म एक दिन ठुलो मान्छे पक्कै बन्नेछु, एक दिन ठुलो मान्छे बन्नेछु, यो ठुलो मान्छे बन्ने।